एउटा कम्युनिस्ट रहेछ, कट्टर कम्युनिस्ट, नाम शेख चिल्ली। र त्यो व्यक्तिलाई एकजना मान्छेले सोध्छ, तपाईँ कम्युनिस्ट हुनुहुन्छ, भोलि कम्युनिस्टको शासन आयो भने तपाईँको सम्पत्ति सरकारलाई दिनुपर्छ, तयार हुनुहुन्छ भन्छ। म तयार छु भन्छ। तपाईँसँग घर भयो भने घर पनि दिनुपर्छ भन्छ। म दिन तयार छु। तपाईँसँग गाडी भयो भने गाडी पनि दिनुपर्छ, दिन म तयार छु भन्छ। तपाईँसँग भएको यो गदा छ, गदा पनि सरकारलाई दिनुपर्छ भन्दा नै म दिँदैन भन्छ शेख चिल्लीले। अनि तब त्यो व्यक्ति अचम्म मान्दै भन्छ, त्यसो भए तपाईँले अघि घर दिन तयार हुनुभयो, गाडी दिन तयार हुनुभयो, तर यो गदा दिन किन तयार हुनु भएर भनेर शेख चिल्लीले सोध्छ। र शेख चिल्लीले भन्छ, मसँग घर छैन, गाडी छैन, तर गदा छ, त्यो पनि एउटा, त्यसैले म दिँदैन भन्छ। त्यसैले हाम्रो समाजमा पनि यस्तो शेख चिल्ली खालका हाम्रा नेताहरू छन्, जसले चाहिँ आफ्नो व्यक्तिगत स्वार्थको लागि, गुटको स्वार्थको लागि, दलको स्वार्थको लागि चाहिँ जनता झुकाउने काम गरिरहेका छन्। कुनै पनि कम्युनिस्ट होस्, लोकतन्त्रवादी होस्, या चाहिँ नो नट अगेन भनेर नयाँ पुस्ता आएका छन्, ती व्यक्ति स्वचालित हुन् कि परिचालित हुन् भन्ने कुराहरू हामीले बुझ्नुपर्छ। देशको हितको लागि छ कि छैन, माटो सुहाउँदो छ कि छैन, आफ्नो धर्म, देश, धर्म, संस्कार, संस्कृतिको जगेर्ना गर्छ कि गर्दैन भन्ने कुराहरू हामीले बुझ्नुपर्छ। यो आउँदै गरेको चुनाव पनि हाम्रो देशको हितको लागि छ छैन भनेर बुझौँ। यदि चुनावमा जाँदै हुनुहुन्छ, मतदान गर्दै हुनुहुन्छ भने आफ्नो स्वविवेक प्रयोग गर्नु होला, राम्रोलाई दिनु होला। एक दिन स्वतन्त्र भएर पार्टीको झन्डा त्यागेर, झोला त्यागेर एक दिन स्वतन्त्र भएर देशको लागि चाहिँ भोट हाल्नु।